हेलो एभ्रिवान, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ क्यान्डल फ्लावर कसरी बनाउने भन्ने विषयमा मैले हजुरहरुसम्म भिडियो लिएर आइसकेकी छु। मैले चाहिँ आज क्यान्डल फ्लावर बनाउने सोचेको थिएँ अनि त्यसको लागि मैले एउटा सुकेको हाँगा लिएँ। यो चाहिँ आरुको हो कि के को हो, सुकेको हाँगाबाट मैले क्यान्डल फ्लावर बनाउँछु। सो हेर्दै गर्नु होला गाइज। मैले हाँगा लिइसकेँ। यो सुकेको हाँगा हो। मसँग पहिलादेखि नै फ्लावर गमला थियो। त्यसको फ्लावर चाहिँ छोरीले फुटाएर कहाँले अनि त्यसको गमला बचेको थियो। मैले त्यसमा चाहिँ फ्लावर बनाऊँ भनेर के फ्याँक्ने त्यसरी भनेर अनि फ्लावर बनाउन आँटेको देख्न सक्नुहुन्छ हजुरहरूले। अब चाहिँ मैले पानी बसालिसकेँ। यो पानी उम्लिदिनुपर्छ अनि यसमा चाहिँ क्यान्डल राख्नुपर्छ। क्यान्डललाई चाहिँ गलाएर पानी जस्तै बनाउनुपर्छ। सो हेर्दै गर्नु होला। ल क्यान्डल चाहिँ तलतिर गल्नै लाग्यो। यसलाई चाहिँ पानी जस्तै बनाउनुपर्छ। यदि हजुरहरूलाई मनपर्छ भने बनाउन सक्नुहुन्छ। पुरै गरिसक्यो। धागोहरू पनि त्यही छ। धागोलाई चाहिँ निकालेर पर राख्नुपर्छ। ल मैले बनाउन स्टार्ट गरिसकेँ। एउटामा चिसो पानी, एउटामा चाहिँ क्यान्डलको त्यो गोलाइको रस राखेर अनि तीनटा औँलाले यताउता तीनचोटि गर्दा त्यहाँ चिप्काउने हो। तातो चिसो भएपछि त झर्ने रहेछ। पहिलोचोटि बनाएको भने त साह्रै अप्ठ्यारो हुँदो रहेछ। पहिला त गाह्रै भएको। मान्छेलाई के रुचि हुँदो रहेछ हैन। चाहना जे देख्यो त्यही बनाउनु मन लाग्ने। जे देखेँ कि फेरि मलाई त्यो कस्तो कि खानाहरूमा चाहिँ यति इन्ट्रेस्ट हुने कि जे खाना देख्यो त्यही बनाउनु मन लाग्ने हैन। अनि जे देख्यो त्यही बनाउनु मन लाग्ने कि फेरि सबैको इच्छा रुचि चाहनाहरू एकनासको हुँदैन रहेछ के। मेरो सोचाइमा म त जे देख्यो हैन त्यसैमा लागिरहन्छु के। अनि सिक्यो कि फेरि फ्याट्टै छोडिहाल्ने कि त्यो बानी। एउटैमा लागिरह्यो भने त भइहाल्छ त। देख्न सक्नुहुन्छ हजुरहरूले टुप्पैसम्म फुल लाउने हो। अनि यो चाहिँ रुमहरूमा सजाउनलाई राम्रो हुन्छ। वाउ। सो बनेर तयार भइसक्यो। यो चाहिँ रुमको टेबलमा चाहिँ राख्नलाई एकदम दामी देखिन्छ। एउटा यस्तो बानी हुन्छ कि हामीहरूको जे पुरानो लाग्यो कि फ्याँकिहाल्ने बानी कि हामीहरूले सदुपयोग गर्नै जानेको छैनौँ। यदि सदुपयोग गर्न सक्यौँ भने हेर्नुहोस् त कति राम्रो बन्दो रहेछ। हजुरहरूले पनि ट्राई गर्नु ल।